हेर्नुहोस् गाइज म यो आज यो अमिलो भोकटे भन्छन् यसलाई होइन। म यो भोकटे बनाउँदैछु। तपाईँहरूले हेर्नुहोस् है, यो तपाईँहरूतिर के भन्छ है, हाम्रोतिर यो भोकटे भन्छ। भित्र अमिलो हुन्छ हेरौँ है, यो फोकेर हेरौँ है गाइज, तपाईँहरूले पनि हेर्नु है। हेर्नुहोस् गाइज म फोक्दैछु है, देख्नु म फोक्दैछु, हेर्नु है। यो फोक्दैछु कि कस्तो गाह्रो हुँदो रहेछ क्या। हेर्नु गाइज मैले फोकेर फाइनली मैले फोकेर भ्याएँ होइन। यसका यिनी बाहिरका यिनी के भन्छ बोक्रा होइन। हेर्नु त बाहिरको बोक्रा यस्तो हुँदो रहेछ गाइजी। ल हेर्नु यस्तो मिठो होला जस्तो छ भने हेर्नु त गाइजी, मिठो होला जस्तो छ क्या। म तपाईँलाई बनाएर देखाउँछु है। फाइनली मैले फोकेर भ्याइसकेँ। अब मैले तपाईँलाई बनाएर देखाउँछु। त्यहाँ रातो साप्नु न, मैले फोकेको अनि यो बनाएको मात्र। यति अलि नजिकबाट देखाउनु अनि त्यहाँ क्याच गर्नु। ल भयो रा। यो पुरै चिनी खाए जस्तै छ क्या, देख्न यस्तो छ होइन, पुरै चिनी खाए जस्तै छ क्या। कस्तो मिठो छ भने हेर्नु है, म खाँदैछु है गाइज, खाना आउनु है। मिठो खान त कति गुलियो है। चाँडै आउनु, चाँडै खाना भ्याइन्छ अब। Nice guys. यस्तो मिठो। योसँग गाउँतिर धेरै पाइन्छ गाई। र गाउँ साइड पाइन्छ, बजार साइड पाइन्न क्या। धेरै अमिलो यति ठुल्ठुला दाना हुन्छन् होइन। यो यस्तो मिठो हुन्छ। यस्तो राम्रो मिठो। वर्षको एकचोटि खानुपर्छ अरे गाई। हाम्रो शरीरमा खुनहरू बढ्छ अरे, अनि प्रोटिनहरू पाइन्छ अरे। यो चाहिँ वर्षको एकचोटि खोजी खोजी खान पर्छ अरे, पुराना रूढिवादी मान्छेहरूले भनेको है। यो चाहिँ महत्त्वपूर्ण चिज हो। मान्छेले तितो हुन्छ भने, अमिलो हुन्छ भने फाल्छन् होइन गाइज। वर्षको एकचोटि चाहिँ चाख्न पर्छ अरे क्या। स्वास्थ्यको लागि एकदमै राम्रो हो अरे। त्यही भएर म खाँदैछु। मलाई एउटा बाबुले ल्याइदिएको यसको होइन। ल हेर्नु, यसका बोक्रा त यति बाक्लो हुन्छ भने हेर्नु त, यति धेरै बाक्लो हुन्छ कि यो एकदमै के भन्नु है। यसको उसको दाना हेर्नु त, यो यति लामो हुन्छ। अनि यसको दाना देख्नुहुन्छ भने तपाईँ त अचम्मै पर्नुहुन्छ। यसको दाना हेर्नु त कति ठुलो छ। ल हेर्नु है, यसको दाना यति ठुलो छ, यति ठुलो है। देख्नु दाना यति ठुलो छ, मिठो छ गाइज। मैले त एउटा सिङ्गै खाएको है। ल हेर्नुहोस् गाइज, एउटा दानाबाट यति बोक्रा निस्किन्छन् है। एउटा सानो सानो दाना हुन्छ होइन, दाना एउटा दानाबाट यति धेरै बोक्रा निस्किन्छन् गाइज। मैले खान सकिनँ, सरी। ल हेर्नु त, यो बाँकी रह्यो होइन। अनि ल हेर्नु, यो यति धेरै बाँकी रह्यो, अझै छ क्या गाइज। यत्रो खानै सकि छोड्नै मन लागेन के।
मिठो छ है। यो खाएको अन्तिमसम्म हेरिदिनु गाइस। वाउ अति मिठो। कस्तो मिठो छ गाइस, मलाई छोड्नै मन लागेन। यो धेरै थियो क्या, साथीलाई राखिदिन्छु भन्दाखेरि पनि खै राख्न मनै लागेन है। सबै खान मन लागेको हेर्नु हेर्नु गाइस, यस्तो रातो छ क्या, अनार जस्तै छ क्या। कस्तो मिठो हुँदो रहेछ। वाउ मेरो युट्युब च्यानल पुरै हेर्दिनँ। सायद रुगा लाग्छ होला गाइस मलाई। अहिले मलाई चाहिँ मिठो भयो। मेरो भिडियो हेर्दै हुनुहुन्छ भने हजुरहरू पनि मिठो स्वाद किनेर भए नि मिठो स्वाद लिनुहोस् है। खानै पर्ने हो यो, एकदम मिठो मन पर्दा। जस लास्ट तितो तितो हुँदो रहेछ क्या, तितो तितो फिल आउँदो रहेछ लास्टमा त। अनि मिठो चाहिँ है गाइस। हामी त यो साथीलाई राखिदिएको है, त्यो साथीलाई राख्दै मैले खाइसकेँ। ल मेरो युट्युब च्यानल माइली युट्युब च्यानल हो गाइज। हजुरहरूले मलाई साथ सपोर्ट दिनु, हजुरहरूकोमा पनि म साथ सपोर्ट दिउँला। एकअर्कालाई सपोर्ट गर्नुहोस्। अब यस्तै छ, सबजना एकअर्कालाई सपोर्ट दिएर अघि बढ्नुपर्छ है। मलाई लाइक कमेन्ट गर्नु, मैले पनि हजुरकोमा गएर लाइक कमेन्ट सब्सक्राइब गर्छु। त्यति बोल्न त आउन्न है मलाई, भर्खर युट्युब च्यानल खोलेको, त्यति धेरै बोल्न त आउन्न। जानी नजानी बोलिरहेको छु है, त्यही आउन्न। कोठामै बसेर बाबु छ, एउटा नानी छ, सानो छ, अनि तिनीलाई हेर्दै यो भिडियो बनाउँदै गरेको गाइस। तपाईँ पनि मेरो युट्युब च्यानल हेरिदिनु होला, साथ सपोर्ट गर्नु होला। मैले हजुरहरूकोमा लाइक कमेन्ट गर्नेछु। ल त गाइस, अब अमिलो चाहिँ खाइयो भोकटे है। हस्त नमस्ते, बाई।